गाइस ल है हामी चाहिँ सर्भे गर्न जान लाग्छौँ अरु तपाईको ढलबहादुर के ल नमस्कार पाण्डा साथीहरु अहिले चाहिँ हामी चितापाइला चोकमा आइसक्यौं अब हामी यहाँबाट देब्रे लाग्छौं आज हाम्रो यात्रा भने ट्यु ग्राउन्ड सम्म छ अबे मजा आएगा ना भिडो करिब 3 घण्टाको सर्वेपछि हामी पुनः सीतापाइला फर्किने छौं अब हामी यहाँबाट कलंकी हुँदै बल्खु सम्मको यात्रा तय गर्ने छौं त्यसपछि दाहिने लाग्दै हामी त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रोकिन्छौं अनि हामीले हाम्रो कार्य सुरु गर्छौं आज हामी बी सिभिल 4th सेमिस्टरका 24 जना विद्यार्थीहरू फुल एक्साइटेडका साथ सर्वे गर्न जाँदैछौं हेलो साथीहरू अहिले हामी कलंकीको अन्डरपासमा छौं जो नेपालको पहिलो अन्डरपास काठमाडौँमा अवस्थित रहेको छ यो अन्डरपास पनि चीनको सहकार्यमा निर्माण भएको हो अच्छा हमको सिखा रिया है यहाँबाट हामी करिब 5 मिनेटको अन्तरमा बल्खु पुग्ने छौं 3 2 1 फाइनली हामी बल्खुमा आइसक्यौं बल्खुमा बन्दै गरेको आकाशे फुलले बल्खुको सौन्दर्यता बढाएको छ अब यहाँबाट हामी दाहिने लाग्यौं भने त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा पुग्ने छौं साथीहरु हामी बल्खुबाट दाहिने लागिसकेका छौं भने अबको केही समयमा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार हुँदै हामी हाम्रो गन्तव्यतर्फ लाग्ने छौं 3 2 1 Everyone welcome to Tribhuvan University. अहिले हामी त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा प्रवेश गरिसकेका छौं जस्तो लाग्छ कुनै देश विदेशमा घुमिरहेको जस्तो लाग्छ के बोले भाइ यो जंगलको बाटो हुँदै हामी हाम्रो गन्तव्यतिर जाँदै छौं अच्छा ठीक है भने त्रिभुवन विश्वविद्यालय भित्र नै पर्छ त्रिभुवन विश्वविद्यालयको स्थापना भने 2016 असार 11 मा भएको थियो जसको नामकरण राजा त्रिभुवनको नामबाट राखिएको थियो क्या बात कर रहे हैं यहाँबाट देब्रेपट्टि पनि ट्यु ग्राउन्ड जसलाई ट्यु क्रिकेट रङ्गशाला त्रिभुवन रङ्गशाला पनि भनिन्छ अरे कहना क्या चाहते हो यहाँबाट करिब 2 मिनेटको यात्रा पश्चात हामी हाम्रो गन्तव्यमा पुग्ने छौं A few moments later हेलो एक कैलकुलेटर ले भाई कैसे कैसे लोग रहते हैं यार यहाँ पर